हेलो गुड मर्निङ गाइस। हामीहरू आज कोपी काट्नलाई जाँदैछौँ कि मतलब आज कोपी मागेको छ, त्यो कारणले हामीहरू काट्नलाई जाँदैछौँ। बाटो छ यस्तो, के भन्नु अब, उकालो ओह्राली गर्दै, खोला छैन अब ढुङ्गारी तार्दै, त्यहाँ दुईटा डोको बोकेर जाँदैछ। यहाँदेखि जानुपर्छ ल यसरी काटेर। अब मेरो कोपी खेती देखाउँछु नि। यो साल अब के भन्छ नि, फाइनेन्स पनि छैन अनि आफै गरेको, मलसल लगाएको छुइनँ। बिना मलको कोपीहरू हेर नि यस्तो भइरहेछ। मल पनि छैन, यो साल हुन्छ हुँदैन भनेर लगाएको, त्यो पनि यतिको त भएको छ। अब डोकोमा लानुपर्छ। हामीहरूको डोको अब कोपी बोक्ने डोको नै यही हो। खेतीहरू यस्तो भइरहेछ, जङ्गल जङ्गल। अब यस्तो छ मौसम पनि, हेर्न सक्छ साथीभाइ हो। कोपी चाहिँ यस्तो लागिरहेछ। यो त टाइट भएको होला रे, छामेको टाइट छ त। यसको चाहिँ आज किनकि अब काटिङ हुन्छ, यसलाई चाहिँ काट्नै पर्छ नभए हुँदैन कि। अब यसलाई दाउ पनि यस्तो छ है, यसो गर्नुपर्छ। अनि यसलाई यस्तो निकालेर अब हेर है कसरी काट्नुपर्छ भने नि, एउटा हातले मोबाइल बस्यो नि त। यो केटी त माको घमण्डी छ। यहाँ आएर यो मोबाइल चाहिँ यस्तो गरेर देखा न त, मेरो साथीभाइलाई देखाउनु पर्यो न। यहाँ कोपी कसरी काट्छ यसरी यस्तो गर्नुपर्छ साथी हो, कोपी काट्दै। अनि यसलाई यस्तो गर्नु पर्यो। पत्ता बेसी दियो भने फेरि पत्ता बेसी दियो भन्छ। घाँडो छ हौ साथी हो, घाँडो छ। अब यसलाई डोकोमा म चाहिँ दाउ बोकेर मेरो बुढी जो ल्याउन आउँछ त्यसलाई चाहिँ एकदम च्वाट्टै पार्छु भनेर सोच्दैछु। यो दाउ दिएछ यो, त्यो केटीलाई जसले लाइन मार्छ नि त्यसलाई लाइन मार्ने केटालाई चाहिँ काट्छु कि, यसलाई चाहिँ राख्नु पर्यो नि, फेरि खाँचो हुन्छ कि भात पकाउने।